मन्टेसरी बन्दैछ कस्तो दामी छ है तर यहाँ त हामी हामीले पेन्सको चाहिँ भ्लग गराउनु पाउन नि त त्यही भएर यहाँ देख्छ हामी यसरी छौँ यता के हो खास भए यो चाहिँ पोस्टर के भन्दै हो यो गुफा ओ गड ओ माई गड त्यो चाहिँ मलाई मान्छे जस्तै त्यस्तै बनाएको छ गीत गाउ ल हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम आज चाहिँ मेरो भिडियो कस्तो खालको आउँदैछ भन्दाखेरि प्लिज भनिदिनु कस्तो खालको आउँदैछ एक्जिबिसन प्रोग्रामको लागि हाम्रो चाहिँ टोय एक्जिबिसन चाहिँ अहिले चाहिँ हामी मतलब प्रिपेरेसन गर्दैछौँ यता अहिले चाहिँ हामी त हाम्रो खाम है खाम त भन्छ खाम भ्याएर फेरि लिन गएको अवस्था खानै गएर पनि कलेजतिर आइसक्यौँ होला अनि Here we are. पुग्यौँ फाइनली आज चाहिँ नेक्स्ट डे हो तर सेम भ्लगलाई चाहिँ क्लिप कट गरेर चाहिँ राख्न पर्ने हुन्छ आज पनि हाम्रो टोय एक्जिबिसनको प्रिपेरेसन ढेर भएको छ त्यहाँ बन्दैछ यहाँ चाहिँ अमिता दिदी हुनुहुन्छ हाई भनिदिनुहोस् आइसा हेलो अनि यहाँ चाहिँ गाइजहरू हजुरहरूलाई है के बनाउन मन छ पास्नीको बेला हामीलाई बोलाउनु होला हामीले सबै डेकोरेट गरिदिन्छ जस्तो चिज चाहिन्छ त्यस्तो यो चाहिँ हाम्रो इम्युनाइजेसन सेड्युल अनि यता चाहिँ जहाँ त एकैचोटि यहाँ प्रेजेन्ट गर्दाखेरि एकदम राम्रो देखिन्छ मलाई लाग्छ जहाँसम्म त्यो चाहिँ हाम्रो अल्का दिदी तपाईँ तलको तल भयो के दिदी त्यो के अरे भनिदिनु त यसको हामीलाई नाम नआएर नाम इजी छ तर फर्स्टमा चाहिँ नाम भन्नै नजानेर यस्तो है भन्यो यहाँ चाहिँ बन्दैछ यस्तो दामसँग हो अनिसा अनिसा हेलो गर खुसी अनि अनुपा हामी चाहिँ यो चाहिँ एक ग्रुप रहेको छ तपाईँलाई हाइट वेट नाप्न मन छ भने चाहिँ हाम्रो ठाउँमा आउनु होला जे बनाउन मन छ सबै भन्न आउनुहोस् यो भनेको कामना हो कामना पेन्टर कामना यहाँ चाहिँ सबै यो कुन ग्रुप हो रे प्रि स्कुलरको हामी चाहिँ इन्फाइसीवाला हो कृति हामी त यहाँ के बनाइरहेछौँ कि हामी नर्सिङ पढेको होइन हामी कार्पेन्टरदेखि लगेर सिभिल इन्जिनियरदेखि लगेर सबै हो प्लिज के भन्छ 1/, कति फ्री हो कति फ्री है तिमीले के बनाउने हो मैले के भन्छ यसलाई एङ्गल स्क्वायर सेपको लब ए हाम्रो त यहाँ के छ के डोरेमन यहाँ छ अनि यहाँ खासमा आज प्रिपेरेसन डे हो नि त अझै प्रेजेन्ट गर्दाखेरि कस्तो दामी देखिन्छ होला है यहाँदेखि टक्कर लगाएर बल हेरेर सक्नुहुन्छ हजुरहरूले टुनटुरु अब त्यो बल कहाँ जान्छ है थाहा थियो मलाई यस्तै हुन्छ यो चाहिँ मन्जा दिदी हुनुहुन्छ यहाँ चाहिँ मन्टेसरी बन्दैछ कस्तो दामी छ है तर यहाँ त हामी यो हो कामना आर्टिस्ट कामना हो क्या अब आर्टिस्ट त होइन बारे आटा कामना हो आटा कामना के बनाउनु पर्छ यहाँ चाहिँ हाम्रो बन्दैछ अझै तल जानु अब चाहिँ म अरू ग्रुपमा जान्छु यो चाहिँ 2टा ग्रुपमा चाहिँ अझै 3टा ग्रुप छ यहाँ चाहिँ अर्को ग्रुप छ यो ग्रुप कुन हो ओ भन्छ यहाँ चाहिँ टोडलरको थियो बाँकी चाहिँ इन्फाइसी र प्रि स्कुलरको थियो यो चाहिँ दिप्सा हामीले पेन्सको चाहिँ भ्लग गराउनु पाउन नि त त्यही भएर यहाँ दिप्सा हामी यसरी छौँ यता दिदा दिदी हेलो के भन्दैछ यहाँ के भन्दैछ जू हो गट हामी त नर्सिङ स्टुडेन्ट होइन कि खासमा यहाँ के भन्दैछ दिया होइन हो के हो खासमा यो चाहिँ टोडलरको पोस्टर त्यो त मलाई पनि थाहा भइदिइ लाग्थ्यो हजुरहरूले पनि थाहा भयो होला है ईशा के भन्दै हो यो गुफा ओ गट खै अगाडिबाट हेरौँ त थोरै वाउ नाइस कति धेरै क्या दामी बनाएको छ है सबैले
यो चाहिँ अब थर्ड ग्रुप कुन ग्रुप हो यो खासमा दिव्यताले त ओ माई गड त्यो चाहिँ मलाई राम्रो मान्छे जस्तै त्यस्तै बनाएको छिन् है कति राम्रो छिन् भनेर भन्दिनँ होइन यस्तो मान्छे जस्तो हो त्यस्तै बना हामी घरिको मुड यस्तो हुन्छ घरि मुड यस्तो हुन्छ घरि मुड यस्तो हुन्छ भन्न खोजेको है साथीहरू ल है त अब अरूको ग्रुपमा जान्छौँ म त यहाँ रहिजुकै साथीहरू मैले खोजेको गरेको त यहाँ चाहिँ 2टा ग्रुप छ अरू हेलो गर हेलो भन्छस् किन कति धेरै राम्रो राम्रो बनाउँछन् के यता हेरेर सक्नुहुन्छ चन्द लाएर यहाँ चाहिँ यो छ ओइ त्यो नाम के हो भन साइकल गराउन लाग्छ खै देखा त बनाउँदै हो हेर्नु गाइजहरू के बनाएको छ कस्तो राम्रो राम्रो छ है झन् प्रेजेन्ट गर्दाखेरि ओ गड क्ले ल खेलेर म निकालेर देखाइदिन्छु तर मसँग टाइम नभएर मात्रै हो अनि यहाँ चाहिँ यो सबिटे के लजा छ वा यस्तो लजानु पर्ने चाहिँ थिएन मदेखि है बिरामी भएछ हेन प्राप्ति प्राप्ति समीक्षा सिसम हेर्दैनौ हेर्छु त्यस्तो हुँदैन हेर लजाएको रे हाम्रो क्लासमा 2-4 जना लजाउँछ पनि है तृप्ति गिटारिस्ट यो गीत गाइदेऊ त खै गीत गाउ ल अनि यहाँ चाहिँ तनिसा सपना सदिक उता के भन्दै हो यो स्कुल कलेज हाम्रो कलेज आउँदा र यहाँ चाहिँ दामी तरिकाले Months of the year. January, February, March. यहाँ चाहिँ पूर्णिमासी ओके अब चाहिँ हामी जुन दिन प्रेजेन्ट गर्नुपर्छ त्यो दिनको भ्लग चाहिँ क्लिप कट गरेर लिएर आउँछ ल हेलो एभ्रिवान आज चाहिँ हाम्रो टोय एक्जिबिसनको प्रेजेन्टिङ डे रहेको थियो अनि त्यसको लागि चाहिँ हामीले के गऱ्यौँ यहाँ म देखाउन चाहन्छु आज मेरो साथी छ हाम्रो सर्वप्रथम पिठो बनाउनको लागि जुन कि हाम्रो पहिला चाहिँ 2 भाग गेडागुडी 1 भाग अन्न भनेर भनिन्थ्यो अहिले चाहिँ हामीले 1 भाग गेडागुडी र 2 भाग चाहिँ अन्नहरू राखिन्छ किनभने बच्चाले आफूले खाना नखाने भएर पचाउन नसक्ने हाम्रो कारणले पहिला चाहिँ वाटर हुन्थ्यो भनेर चाहिँ पहिलाको बच्चाहरूले चाहिँ राम्रोसँग उसको मांसपेशी चाहिँ विकास हुन सकेन र यहाँबाट यहाँ लड्ने कारणले गर्दाखेरि पनि चाहिँ अहिले चाहिँ तपाईँ चाहिँ अनि यहाँ चाहिँ न्यानो कपडाहरू छ अनि हाम्रो बच्चा चाहिँ 1 वर्षसम्म भयो भनेपछि हामीले बर्थडे मनाउँछौँ उनीहरूले चाहिँ ट्राफिक लाइटहरू नि फलो गर्छ उनीहरूले स्कुलमा पढ्नु पर्छ अनि हामीले चाहिँ यसमा न्युट्रिसनल रिक्वायरमेन्ट राखेका छौँ जसमा चाहिँ अब उनीहरूले अब 6 देखि 12 वर्षको उमेरमा चाहिँ अब कस्तो खालको अब खानेकुरा इनर्जी प्रोटिन चाहिँ अब कस्तोमा पाउँछ भनेर चाहिँ हामीले कसरी खाने भनेर चाहिँ हामीले यसमा राखेका छौँ अनि त्यसपछि चाहिँ Hope you guys all are enjoying my vlog. Thank you for watching. अब चाहिँ नेक्स्ट भ्लग आउनको लागि हल्का टाइम लाग्न सक्छ सो त्यति बेलासम्मको लागि स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् एभ्रिवान बाइ बाइ